टक्क मोजालाई हामी चाहिँ अब लाग्यो एक दिनको लागि जङ्गलमा टक्क क्याम्पिङ गर्नलाई हान भाइ अनि टक्क अब हामी त्यहाँनिर जाँदैछौँ पछाडि केटाहरू आउँदैछ हामी चाहिँ गएर अब मासु किन्दै गर्नुपर्ने हुन्छ मासु चाहिँ पाउने हो कि होइन भन्ने पिर छ हामीलाई पाएन भने त टेन्सन हुन्छ फेरि होइन हामी चाहिँ लाग्यो अब टक्क हट गोरु अहिलेको चाहिँ ठिक कति बजिरहेछ भने 4:40-45 मिनट भइरहेछ अब हेरौँ के हुन्छ कतिखेर पुगिन्छ हामी कतिखेर त्यहाँनिर चाहिँ अटो फसिरहेको थियो त्यहाँ बाटो बनाउँदो रहेछ नि ढिलो भएको बेला हेर छ यहाँ मान्छे हल्लिरहेको देख्छु म त मान्छे हुनुहुन्न बाइक त जान्थ्यो होला आफै उचल बस बस जान्छ हामी चाहिँ टक्क खोला आइसक्यौँ हामी खोला झरिसक्यौँ होइन हामी चाहिँ
घन्टा किति भयो भन्दा तपाईँको पसलमा मासु पाउँछ कि पाउँदैन हेरिदिनु त यता कता पाउँछ ब्रोइलरको चोक भनेको यहाँ तल ए हुन्छ गाइस बाइक बिग्रेर तनाव भयो गाइस ओइ त्यहाँ उ छ भने थाहा छैन ओइ भाइ कहाँ गयो त भाइ कुदेको गर्छ केटाहरू यो टाइपिड भनेको नि हैन यो यस्तो हो के यो इन्जिन धेरै खेल्यो भने टाइपिडबाट आवाज आउँछ हैन इन्जिनमा जति खेल्नु पर्ने त्यति खेलिरहेकै छैन के टाइपिड त्यो हो के नजाम त्यसो भए इन्जिन जति खेल्नु पर्ने त्यो टाइपिड नकुदन भन्छु मुला फेरि हामी चाहिँ अब जाँदैछौँ होइन अहिले ठिक 7 बजिसक्यो अझै हामी हाम्रो डेस्टिनेसनमा पुगेको छैनौँ गाइज रात परिसक्यो कतिखेर अब हामी चाहिँ अब भन्ने खर्कातिर लाग्यौँ कुइबाट टक्क अब जाँदैछौँ हामी टक्कसँगले गाइज हामी चाहिँ आइसकेको छौँ हामी चाहिँ होइन यहाँनिर टक्क हाम्रो चाहिँ अब कार्यक्रम हुँदैछ यो बनाउने टेन्ट सेन्ट बनाउने टक्क अब यो ठाउँ चाहिँ टक्क अब हाम्रो एरिया हो यो चाहिँ कालो देखिरहेको छ नि साला कहाँनिर लाउने टेन यहाँ ए बाइक यहाँ राख्दा हुने रहेछ त त्यसो भए बाइक यहाँ राख्नु यो सामान झिक्काइ कार्यक्रम हुँदैछ खोइ त लाइट यो चाहिँ यो सुत्दाखेरि लाउने क्या भित्र ल यसकै रहेछ नि त त्यो जस्तो छ भोलि त्यसरी बाँधिनु पर्छ क्या लाइट चाहिँ बवाल छ गाइस यस्तो अटो यो लाइट दामी हुँदो रहेछ त है पर पनि देखिँदो रहेछ त यसले त ओइ कत्रो पर देखाएको यो लाइटले ओइ हेर त स्प्रिङवाला हुन्छ गरे यस्तो हुन्छ अनि कहाँ जस्तो त्यस्तो लाग्छ त त्यति यो अर्कै हुँदो रहेछ नि त अर्कै रड हो त
टक्क मोजा लगाइ हुँदैछ यहाँनिर चाहिँ टक्क उसलाई टेन्टलाई गाइस देख्नुहोस् भरे डर हुँदैन नि त हावा आयो भने उडाउँछ यसको डोरी सोरी केही हुँदैन अनि फेरि सबै निकाल्नु पर्नु हो ए पर्न उ त्यो डोरी माग्दैछ नि त बानेर के हुँदैन खुम्चाउ न अनि झर्नु पर्ने त यो त्यहाँ टाँसे भएपछि कसरी झर्छ त अनि तम्बु टाङ्न नि 1 घन्टा लाग्ने यो फेरि खोल्दै हाल्दै गाइजहरू यहाँ तम्बु टाङ्न चाहिँ 1 घन्टा लाग्यो अब कतिखेर आगो बाल्ने कतिखेर खाने कतिखेर दाउरा चाहिँ कहाँबाट ल्याउने चाहिँ बिहान होला ल्याइसकिरहेछ त्यहाँ त कोइला पनि पुग्छ त्यतिले त मासला खोज्नु जानुपर्छ दाउरा खोज्नु जान न सबैजना यो सकेपछि भयो फेरि लडायो सालेहरूले उठाइहालिन्छ नि यो त है यहाँ उठाउने भेट्न आउँदै कहाँ बत्ती आउँदा भति यहाँ हो उता बनाएपछि उडिहाल्छ नि अब त्यो तान्नु भनेको त्यही भएर मैले किनेँ यो तन्किने रहेछ त नि के हो यो यति भएपछि त्यही त दिउँसो हो क्या कहाँ अनि त्यहाँ पकाएर खानु पनि मिलो क्या त्यस्तो रहेछ क्या सिस्टम चाहिँ त्यो ग्यासहरू हुँदैन त्यो सानो सिलिन्डर रहेछ हो त्यसमा पकाएर खान्छ नि टक्क यो झ्याल जस्तो खोल्ने त्यहाँ पकाउने खाने क्या त्यो त भनेको त बाटोबाट खोल्छ नि खोइ देखा त पता हाल्दैन क्या आगोमा त्यो झोला ल्याउ त भाइ आउँछ बाहिर होला नि यसको त यसरी बाहिर यो चाहिँ के लागि भनेको नि तमुला कस्तो मिठो बनाएको यार गाइजहरू होइन यस्तो अब कस्तो मिठो बास्ना आयो कस्तो मिठो टक्क केटाले चाहिँ यहाँ हो मासु आयो मासु हाम्रो यहाँ दामी पारामा जाँदैछ गाइज होइन यस्तै छ यहाँ टेन्टभित्र यो चाहिँ टेन्ट हो टक्कसँगले होइन टक्क यहाँनिर जाँदैछ यहाँ फेरि के छ माल यहाँ के छ माल यो अर्ग्यानिक माल फेरि यहाँभित्र अमिलो टक्क गाइज होइन हामी चाहिँ उठिसकेको छौँ होइन गाइज नपुगेर जाडो भएर देख्न सक्नुहुन्छ टक्क यो चाहिँ भन्ज्याङ घरकोमा अब ताप्नु पर्ने हुन्छ गाइज हामी जाडो छ रक्सी है रक्सी यस्तो कडा रक्सी ट्याक्कै यो चाहिँ 7:30 हुन आँट्यो गाइज त्यस्तै होला अब एकछिन आगो ताप्नु पर्ने हुन्छ होइन ल अहिलेको लागि चाहिँ टाटा बाई बाई
हेलिकप्टर चिक्रो कस्तो तान्दिएको हेर्न यो कुच्चाइदिरहेको क्या